Hey everyone, this is Manish Sapkota, and in this video, I will teach you how to manage your time effectively. र यो भिडियोमा म तपाईहरुलाई केही टिप्स एन्ड ट्रिक्सहरु दिनेछु जसले गर्दा तपाईहरु आफ्नो टाइमलाई इफेक्टिभली म्यानेज गर्न सक्नुहुनेछ र के कारणले गर्दा तपाईहरु आफ्नो टाइमलाई म्यानेज गर्न सकिराख्नु भएको छैन र त्यसलाई कसरी गर्ने म यो पनि सिकाउने छु। र यो मेरो फर्स्ट भिडियो हो। यदि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु, कमेन्ट गर्नु र लाइक गर्नु। र हाम्रो फर्स्ट पोइन्ट रहेको छ अभोइड प्रोक्रास्टिनेसन। एज यु नो, हामी सबैलाई थाहा यो प्रोक्रास्टिनेसन भनेको के हो, तर हामी यसलाई क्वेशन कहिले पनि गर्दैन। आफूले आफूलाई कहिले पनि क्वेशन गर्दैनौँ कि हामीबाट प्रोक्रास्टिनेसन किन भइरहा। हामीलाई थाहा पनि यसको डिसएडभान्टेज के छ। यसले हाम्रो गोललाई पुरै डिस्ट्रोय गरिदिन्छ हैन। हामीले जे चाहेको त्यो अचिभ गर्न सक्दैनौँ, तर पनि हामी यो चीज गरिरहन्छौँ। र म यो भन्ने छु कि तपाईहरुलाई यसलाई कसरी कम गर्न सकिन्छ त। र पहिलो पोइन्ट रहेको छ सेट डेडलाइन। यदि तपाईहरुले प्रोक्रास्टिनेसन कम गर्न चाहनुहुन्छ भने एट फर्स्ट यु निड टु सेट डेडलाइन। र डेडलाइन भनेको चाहिँ के हो त, लाइक यदि 6 बजेदेखि 8 बजेसम्म मलाई कुनै पनि चीज गर्नु छ, लाइक नोट बनाउनु छ अथवा केही गर्नु छ, स्किल सिक्नु छ भनेपछि त्यो बीचमा त्यो काम जसरी पनि कम्प्लिट गर्ने। र अर्को पोइन्ट रहेको छ रिमुभ डिस्ट्र्याक्सन। यदि मैले लाइक आधा घण्टा मात्रै पनि पढ्नु छ, बरु धेरै नपढ्नुस्, आधा घण्टा मात्रै पढ्नुस् विदाउट एनी डिस्ट्र्याक्सन बिना आधा घण्टा मात्रै पढ्नु। 2 घण्टा विथ डिस्ट्र्याक्सन भनेको यो इफेक्टिभ हुन्न, तर आधा घण्टा मात्रै विदाउट डिस्ट्र्याक्सन भेरी इफेक्टिभ। र अर्को रुल छ हाम्रो 5 मिनट रुल्स। भन्नाले तपाईँ एकैचोटि म पुरै नोट बनाउँछु भनेर पढ्न बस्नु थाल्नु भयो भनेपछि तपाईँ सक्नुहुन्न। तपाईँको माइन्डले तपाईँलाई त्यो गर्न दिँदैन। के गर्नुस् भने सुरुमा म 5 मिनट मात्रै पढ्छु भन्नुस्, पढ्न चाहिँ बस्नुस्। त्यसपछि तपाईँको त्यो 5 मिनट 20 मिनट 15 मिनट बढ्दै 1 आवरसम्म पुग्छ, तपाईँलाई थाहै नै हुन्न। त्यही भएर कुनै पनि काम गर्नुभन्दा अगाडि सिधै ठुलो म अब त लगातार 3 घण्टा पढ्छु 4 घण्टा पढ्छु भनेर नबस्नुस्। 5 मिनट मात्रै पढ्छु भनेर बस्नुस् र त्यो 5 मिनट आधा घण्टा 1 घण्टामा कसरी कन्भर्ट हुन्छ तपाईँ नै थाहा हुँदैन। र हाम्रो सेकेन्ड पोइन्ट रहेको छ प्रायोरिटी। र तपाईहरुलाई थाहा छ कि तपाईले कुनै काम प्रायोरिटीको साथ कहिले गर्नुपर्छ? मलाई चाहिँ लाग्छ थाहा हैन होला, किनकि हामी कुनै पनि कामलाई प्रायोरिटीको साथ गर्दैनौँ। हामी जे मन लाग्यो त्यही गरिरहन्छौँ, जतिलाई मन लाग्यो त्यति बेला गरिरहन्छौँ, गर्न मन लाग्यो चाहिँ गर्छु, गर्न मन लाग्यो चाहिँ गर्दैन। यसले गर्दाखेरि हाम्रो टाइम म्यानेजमेन्ट हुँदैन। अब के गर्नु पर्यो भनेपछि यदि आज मैले यो विषयको नोट बनाउनु छ, यो विषयको पढ्नु छ र यो विषयको रिभिजन गर्नु छ भनेपछि त्यो प्रायोरिटीको साथ जसरी पनि गर्नु छ भनेर त्यो लिस्ट बनाउनुस् र त्यसलाई जसरी पनि अचिभ गर्न खोज्नुस्। टु डु लिस्ट बनाउनुस् अथवा बिहान उठेर आज मैले यो गर्नु छ भनेर त्यो लिस्टहरू बनाउनुस् र त्यसलाई एचिभ गर्न खोज्नुस्। यदि भएन भने चाहिँ किन भएन भनेर आफैलाई नै क्वेसन गर्नुस् र तपाईले यस्तो गर्दै गएपछि तपाईले त्यो क्वेसनको एन्सर बिस्तारै पाउन सुरु गर्नुहुन्छ र तपाईको टाइम म्यानेजमेन्ट पनि हुन्छ, तपाईँ डिसिप्लिन पनि हुनुहुन्छ र तपाईको ह्याबिटमा पोजिटिभ इम्प्याक्ट पर्नेछ। तपाईको ह्याबिट एकदमै सुध्रिनेछ। लास्ट एन्ड मोस्ट इम्पोर्टेन्ट पोइन्ट रहेको छ फोकस भनेको यस्तो चिज हो जसले तपाईलाई हप्ता दिन लाग्ने काम अथवा महिनौं लाग्ने काम अथवा दिवसभरि लाग्ने काम जस्ट सर्टेन समयमा पुरा गरेर दिनेछ। लाइक तपाईँ कुनै चिज विथ डिस्ट्र्याक्सन विदाउट फोकस 2 दिनमा गर्नुहुन्थ्यो भनेपछि तपाईँ यदि फोकस भएर गर्नुहुन्छ भनेपछि त्यो चिज 1-2 घण्टामै अथवा 1 दिनमै गर्न सक्नुहुन्छ। र म यहाँनिर के क्लियरिटी गरिदिन्छु भनेपछि यदि तपाईँ भन्नुहुन्छ मलाई यो गर्न मन छैन, त्यो गर्न मन छैन भनेपछि फोकस इज नट अबाउट फिलिङ्स, कि यो होइन कि मलाई गर्न मन छैन त्यो गर्न मन छैन। फोकस इज अबाउट डिसिजन। बुझ्नुभयो नि? यदि गर्नु छ भने चाहिँ गरिहाल्ने। र एक्सन क्रिएट फोकस। हाम्रो एक्सनले नै फोकस क्रिएट गर्ने हो। जबसम्म हामी गर्दैनौँ हामी फोकस हुँदैनौँ हैन। सुरुमा त हामी एक्सन लिनु पर्यो, त्यसपछि फोकस हुनु पर्यो। र हामी कुनै पनि डिस्ट्र्याक्सन अथवा यदि हामी मोबाइल फोन चलाउँछौँ भने चाहिँ मोबाइल साइड राख्ने अथवा कहीँ जानु छ भने त्यो पछि गर्ने। जबसम्म म कुनै काम कम्प्लिट गर्दैन अथवा मैले टु डु लिस्ट बनाएको त्यो काम कम्प्लिट गर्दैन, यति बेलादेखि यति बेलासम्म गर्ने त्यो डेडलाइनको काम कम्प्लिट गर्दैन, तबसम्म म
कुनै पनि अरू एक्सन लिँदैन। ओके, र यिनै नै थिए। यदि तपाईँ यो 3टा पोइन्टलाई फलो गर्नुहुन्छ भने चाहिँ मेबी तपाईँहरूको टाइम धेरै नै म्यानेज हुनेछ। र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू सो मच।